नमस्ते, म पेम्बा शेर्पा। आज नि म तपाईलाई यस सुन्तला बगानतिर छिरेको छु। हाम्रो यो चाहिँ सोम्बी मलीको सुन्तली बारी। त्यसमा चाहिँ मैले महिना असारतिरको चाहिँ वैशाख जेठमा चाहिँ मैले यो हाँगा चाहिँ कटिङ गरेर टक्क पारेर चाहिँ कटिङ हाँगा खुर्केर तपाईको चाहिँ यो के भन्छ बोटिस कलमीको काम मैले गरिदिएको थिएँ। अहिले उहाँहरूले यो बोटिस कलमी गरेर सारेको चाहिँ बिरुवा चाहिँ यतिको राम्रो भएछ। लगभग केही बोटहरू चाहिँ मरेछ, केही बोटहरू चाहिँ यसो बाँचेर टक्क पारेर चाहिँ उहाँहरूले नर्सरी झारेर नर्सरी बनाउनु भएको छ हैन। तपाईले हेर्न सक्नुहुन्छ पेम्बा शेर्पाले यो चाहिँ अठै त्रिवेणी फुलबारी सोम्बी मलीकोमा मैले चाहिँ तपाईको चाहिँ यो एकदम मजाले तपाईको बोटिस कलमी गर्दा पनि यतिको राम्रो हुँदो रहेछ। तपाईको अस्थायी रूपमा चाहिँ काम चलाउनलाई यो पनि काम दिन्छ भन्ने कुरो चाहिँ अहिले तपाईको हाँगा काटेर ल्याएर झारेको बिरुवाले तपाईले प्रत्यक्ष हेर्न सक्नुहुन्छ। पेम्बा शेर्पाले यो चाहिँ उहाँहरूलाई सहयोग गरेको यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हाँगा टुप्पाको हाँगा काटेर तपाईको बीचको बाक्लो चाहिँ भाग काटेर मैले चाहिँ यो बोटिस कलमी गरिदिएको थिएँ। यतिको राम्रो बिरुवा चाहिँ आएछ। यसमा आउँदो सालमा अब 2 वर्ष पछाडि चाहिँ मनकै फल्छ। यहाँ सुन्तलाको दानाहरू पनि त्यतिकै रहेको छ हैन। तपाईले हेर्न सक्नुहुन्छ यस्तो मजाले तपाईको चाहिँ राम्रो भएको छ है त। ल हेर्न सक्नुहुन्छ पेम्बा शेर्पाले पनि तपाईको नर्सरी गर्न सिस्टम चाहिँ यहाँ उहाँहरूलाई पनि बोटिस कलम पनि यसरी गर्दा हुन्छ भन्ने कुरा एउटा चाहिँ मैले देखाउन गइरहेको छु। तपाईलाई पनि हेर्न सक्नुहुन्छ म पेम्बा शेर्पा आज पनि तपाईहरुलाई एकदम तीव्र गतिमा हैन तपाईको चाहिँ कृषि क्षेत्रमा चाहिँ तपाईहरुलाई चाहिँ जानकारी दिन चाहन्छु। तपाईलाई यदि आवश्यकता छ भने चाहिँ बोटिस कलमी गरेर पनि काम चलाउन सकिन्छ भन्ने कुरा चाहिँ जानकारी म यहाँबाट हजुरलाई दिन चाहन्छु है त। म पेम्बा शेर्पा यसपालि फुलबारीलाई जम्मा मैले बोटिस कलमी चाहिँ 500 बोट गरिदिएको थिएँ हैन। 500 बोटले धेरैले बचाउन सक्सेस भएको छ है। पेम्बा शेर्पाले पनि यहाँ पनि 100 बोट गरेकोमा 70 बोट जति चाहिँ बाँचेको रहेछ है त।